भित्र एउटा चिज हुन्छ त्यसलाई भन्छ माल। त्यसलाई भन्छ माल होइन क्या यार। त्यो मलाई चाहिँ त्यो सौगात दाईको त्यो वाला डायलग चाहिँ बडा गजब लाग्छ क्या। आई लभ सौगात दाई होइन। नेपाली एक्टर मध्ये चाहिँ मलाई चाहिँ मनपर्ने भनेको सौगात दाई र अनि निखिल उप्रेती हो होइन। सौगात दाईको चाहिँ त्यो वाला डायलग चाहिँ बडा गजब लाग्छ कि मलाई चाहिँ खप्पर भित्र के भन्छ होइन त्यसैको युज गरेर चाहिँ उनले चाहिँ मालको कुरा गरेर चाहिँ मेरो भित्रको यो माललाई चाहिँ मैले गिद्धीलाई चाहिँ प्रयोग गरेर चाहिँ आज चाहिँ के भयो भनेपछि म चाहिँ पाइथनको चाहिँ यो सेट चाहिँ स्टार्ट गरिदिइरहेको छु। सो मलाई चाहिँ एकदमै लास गर्मी भइरहेछ, पङ्खा चलिरहेछ, बट यहाँदेखि हावा चाहिँ आइरहेन। सो पाइथनको कुरा गरौँ भनेपछि पाइथन चाहिँ के हो त भनेपछि चाहिँ पाइथन इज अ हाई लेभल प्रोग्रामिङ ल्याङ्ग्वेज। हाई लेभल भन्ने बित्तिकै नसोच्नु होला कि यो चाहिँ एकदम हाई फाई लेभलको ल्याङ्ग्वेज हो होइन। यसले चाहिँ हाई फाई मात्र हाई फाई मान्छेहरूले मात्र यसलाई चाहिँ प्रयोग गर्ने हो कि भन्ने कुरा चाहिँ नसोच्नु होला। दिस इज जस्ट अ ल्याङ्ग्वेज। जस्तो भन्ने हो भनेपछि हामीलाई चाहिँ जसरी हामी चाहिँ नेपाली बुझ्छौँ अनि इङ्ग्लिस बुझ्छौँ होइन, त्यो हामी जस्तो कोरियन बुझ्दैनौँ, हामी त्यो बुझ्दैनौँ होइन। सो हामीलाई पनि कम्प्युटरलाई चाहिँ बुझ्ने भाषा भनेको चाहिँ हाम्रो प्रोग्रामिङ ल्याङ्ग्वेज हो होइन। प्रोग्रामिङ ल्याङ्ग्वेज हो। त्योमध्ये हाम्रो चाहिँ कतिवटा ल्याङ्ग्वेजहरू छन्, त्योमध्ये चाहिँ हाम्रो पाइथन भनेर पनि एउटा ल्याङ्ग्वेज हो जो चाहिँ हाम्रो आजभोलिको अ, दौरान छ नि जो चलिरहेछ एआईको दुनियाँ चलिरहेछ। यो एआईको दुनियाँमा चाहिँ पाइथन भनेर चाहिँ एकदम मोस्ट मोस्ट लभड ल्याङ्ग्वेज हो होइन। सो आज चाहिँ हामी यो पाइथनकै बारेमा कुरा गर्नेछौँ। बट के भइदिएको छ भनेपछि ओके यहाँ यहाँ यो वाला डायलग क्या, चेपाङको दुई चारजना केला माथेङ्राको नाच भनेको यही हो पापा। यही हो बाबा। खप्परभित्र एउटा चिज हुन्छ माल, गिदी भन्छ त्यसलाई। हो चेपाङ खप्परभित्र एउटा चिज हुन्छ माल, त्यसलाई गिदी भन्छ होइन। मैले पनि आफ्नो गिदीको प्रयोग गरेर चाहिँ आज यसको भिडियोको चाहिँ शुभारम्भ गर्दैछु। सो हाम्रो चाहिँ यहाँ चाहिँ देखिसक्नु भयो तपाईँहरूले चाहिँ क्लास 10 भन्ने चाहिँ यहाँ नेपाली होइन क्लास 10 मा चाहिँ हाम्रो पाइथन चाहिँ योपालि सिलेबसमा चाहिँ राखिदिएको छ। सो यहाँ चाहिँ मेरो फाइल छ, यहाँ चाहिँ मैले अलरेडी डाउनलोड गरेर राखिसकेको छु, मैले इन्स्टल पनि गरिसकेको छु। तपाईँहरूको लागि चाहिँ अब कसरी गर्नु पर्यो भनेपछि गएर चाहिँ यहाँ चाहिँ ओआरजी पाइथन डाउनलोड भनेर चाहिँ हामी हेर्छौँ। पाइथन डाउनलोडमा चाहिँ यो पाइथन डट ओआरजी भन्ने छ, यसमा चाहिँ क्लिक गरेर सिम्पली यहाँदेखि क्लिक गर्दा नि हुन्छ। डाउनलोडमा गएर यहाँदेखि यो डाउनलोड गर्दा नि हुन्छ। एकचोटि यहाँदेखि डाउनलोड गरिसकेपछि कुन ठाउँमा क्लिक गर्ने हो त्यहाँ चाहिँ डाउनलोड, जस्तो म डाउनलोडमा गर्छु भनेपछि आई हेभ अलरेडी मसँग अलरेडी छ भनेपछि यहाँदेखि चाहिँ डाउनलोड सुरु भइसक्यो होइन। सुरु भइसक्यो। मलाई चाहिँ आई डोन्ट निड, मलाई चाहिँ यसको कुनै आवश्यकता छैन। मैले चाहिँ फर्स्टमा चाहिँ यो डाउनलोड गरिसकेको छु। एकचोटि डाउनलोड गरिसकेपछि हामी चाहिँ यसमा चाहिँ क्लिक गर्छौँ। क्लिक गरिसकेपछि यहाँनिर चाहिँ एड पाइथन डट इएक्सई टु पाथ भन्ने चाहिँ यो चाहिँ क्लिक गर्न चाहिँ नभुल्नु होला। किन भनेपछि यसले चाहिँ धेरै लामो प्रोसेस गर्नबाट बचाउँछ। हामीले विभिन्न फाइलहरू खोल्नुपर्ने हुन्छ, त्यहाँदेखि चाहिँ गएर चाहिँ इन्भाइरोमेन्ट भेरिएबलमा चाहिँ त्यहाँ गएर चाहिँ पाथ सेट गर्नुपर्ने हुन्छ, त्यहाँबाट चाहिँ गर्न जोगाउँछ। सिधै आफै गएर चाहिँ यसले चाहिँ उ गरिदिन्छ। त्यसपछि हामी यो गरिदिन्छौँ। वाट द हेल भन्ने छ। अहिले चाहिँ मेरोमा मायुस हो गया मैं, वाट द इज दिस। हुनु त पर्ने हो। ए यहाँदेखि होइन, यो वाला होइन, यो वाला मेरो चलन आएन। मैले चाहिँ अगाडि डाउनलोड गरेर राखेको चाहिँ कहाँ हो भनेपछि फाइल भन्ने छ। फाइलमा गएर चाहिँ म हेर्छु है त। फाइलमा गएर यो वाला होइन क्लास 10 योमा गएर यहाँ राखिदिन्छु म। सो यो वाला होला।
अब यसमा एड टु पाथ चाहिँ क्लिक गरिराख्नु पर्यो किनभने मैले तपाईँले भनिहालेँ। सो यहाँदेखि गयो भनेपछि एकचोटि यस गरिहाल्यो भनेपछि त्यसपछि हाम्रो चाहिँ यो इन्स्टल भइहाल्छ। किन भनेपछि मेरो चाहिँ अलरेडी इन्स्टल छ मलाई त्यस्तो कुनै आवश्यकता पर्दैन। सो अब यहाँदेखि चाहिँ गएर चाहिँ हामी भट्टाभट हामी प्रोग्राम लेख्न सुरु गर्छौँ, गरिहाल्छौँ। एक कुरा कस्तो हो भनेपछि यहाँदेखि चाहिँ तपाईँहरूलाई चाहिँ काटिन्ला छैन भनेपछि कुनै कुरा चाहिँ यसरी काटिँदैन भनेपछि तपाईँ चाहिँ के गर्नु होला भनेपछि तपाईँलाई चाहिँ कन्ट्रोल सिफ्ट प्लस इएससी भन्ने बटन छ यसलाई चाहिँ यस्तो प्रेस गर्नु होला। यहाँ चाहिँ टास्क म्यानेजर भन्ने चाहिँ आउँछ। मेरो चाहिँ अहिले चाहिँ कति ऱ्याम चाहिँ डेन्जर तरिकाले यो यो हेर त गुगल क्रोमले चाहिँ यति ऱ्याम खाइदिइराख मेरो। सबैभन्दा बढी चाहिँ गुगल क्रोमले छ। यिनीहरू चाहिँ फिगमा यिनीहरूको चाहिँ केही कामै छैन। अहिले चाहिँ म यिनीहरूलाई चाहिँ इन्ड टास्क गराइदिन्छु। इन्ड टास्क गराइदियो भनेपछि त्यो आप हट्छ होइन। सो मलाई चाहिँ काम नलाग्ने भनेर चाहिँ एउटा क्रोम पनि अहिले काम नलाग्दैन। यसले चाहिँ 1 जिबी हानिदिइरहेछ क्या यार, 1 जिबी क्या। यसको पनि कुनै काम छैन बट ठिक छ। अब यो हटाउँदैमा हामी त्यो केही पनि गर्न सक्दैनौँ। सो सरी ठिक छ, केही छैन। अब हामीले चाहिँ डाउनलोड गर्न पनि सिक्यौँ। हामीले अब के गर्छौँ भनेपछि फर्स्ट क्लास हो, हामी चाहिँ फर्स्ट क्लासमा चाहिँ जान्छौँ। बाइ द वे मैले चाहिँ तपाईँलाई भन्न बिर्सेँ यो पाइथन प्रोग्रामिङ चाहिँ 1989 मा चाहिँ क्विडो भ्यान रोसमले चाहिँ बनाउनु भएको थियो होइन। यो चाहिँ हाई लेभल प्रोग्रामिङ हो। यहाँबाट चाहिँ हामीले के गर्न मिल्छ भनेपछि वेबसाइटहरू क्रिएट गर्न मिल्छ, एपहरू बनाउन मिल्छ होइन। अनि त्यसपछि गेमहरू बनाउन मिल्यो, एआईतिर जान मिल्यो, डाटा साइन्सतिर जान मिल्यो। धेरै ढोकाहरू छ क्या एकचोटि योवाला सिकिसक्यो भनेपछि चाहिँ यो सिक्नु चाहिँ त्यति हार्ड पनि छैन। हामी चाहिँ जस्ट प्रोग्राम लेख्छौँ। हामी प्रोग्राम लेखेर चाहिँ हामी बोल्ने मान्छे हो। हामी त्यस्तो केही पनि गर्न सक्दैनौँ होइन। सो हामी एक एक कुरा चाहिँ एक्सप्लेन गर्छु म चाहिँ डे वान भनेर चाहिँ लेख्छु डे बाई डे वान भन्ने कि त्यसै ल ठिक छ डे वान नै राखौँ त अहिलेको लागि। यो चाहिँ फोल्डर भयो। फोल्डर भित्र चाहिँ गएर यहाँ चाहिँ हाम्रो यो बार छ होइन। यो एड्रेस बारमा गएर चाहिँ हामी यसो सिलेक्ट गर्छौँ है, सिलेक्ट गर्नुपर्छ। सिलेक्ट गरिसकेपछि सिएमडी भनेर चाहिँ लेख्नुपर्छ। सिएमडी लेखेर चाहिँ हामी इन्टर गर्छौँ। हाम्रो यो कमान्ड प्रम्प्ट चाहिँ खुल्छ होइन। यसलाई चाहिँ हामीले सिएमडी भन्छौँ। यसलाई कमान्ड प्रम्प्ट भयो होइन, कमान्ड प्रम्प्ट। सो यहाँ चाहिँ गएर चाहिँ हामी अब तिमीहरूले चाहिँ अब त्यो भिएस कोड इन्स्टल गर्नु भएको छ कि छैन होइन। छैन भनेपछि त्यहाँ युट्युबमा चाहिँ धेरै भिडियोहरू छन्, त्यो हेर्नु होला। नत्र वो गर्नु भयो भने त्यो भिडियो चाहिन्छ भनेपछि मलाई चाहिँ त्यहाँ कमेन्टमा चाहिँ लेख्नु होला है त। अनि त्यसपछि सिओडी कोड भन्छु होइन। कोड भनेर चाहिँ तपाईँको बाई डिफल्ट कोड जुन कोड चाहिँ तपाईँको त्यहाँ छ वो आपसे आप खुल्छ। मैले चाहिँ यसमा खोलेँ होइन। यहाँ चाहिँ मेरो भिएस कोडको चाहिँ ऊ भइदियो, हाम्रो भिएस कोडको घरभित्र आयो होइन। भिएस कोडको घरभित्र आएर यहाँ चाहिँ यो फोल्डर हो होइन। यो फोल्डर छ। यहाँ चाहिँ हामी फाइल बनाउन मिल्छ। न्यू फाइल बनाउनु पर्यो, न्यू फाइल बनाउँछौँ। हामी न्यू फाइल बनाउँछौँ त न्यू फाइलमा चाहिँ के लेख्छौँ भन्ने कुरा हो। सो फर्स्ट प्रोग्राम होइन, फर्स्ट डट पिवाई भनेर चाहिँ लेख्छु म। ओके, हामीले चाहिँ यो पिवाई लेख्नुको अर्थ चाहिँ के हो त? हामीले चाहिँ यो पिवाई लेख्नुको अर्थ भनेको चाहिँ यो एक्सटेन्सन फाइल हो। यसले चाहिँ जात जनाउँछ क्या। यो पाइथन हो भन्ने कुरा चाहिँ जात जनाउँछ। मैले यहाँ जस्ट तिमीहरूले अरू ल्याङ्ग्वेजहरूको बारेमा सुने होला सी होइन, सी सी सार्प होइन, सी प्लस प्लस त्यो सुने होला होइन। हो, जस्तो सीलाई चाहिँ सीमा चाहिँ उ गर्नु पर्यो भनेपछि डट सी लेख्नुपर्छ। यसलाई चाहिँ सी प्लस सिपिपी लेख्नुपर्छ होइन, प्लस प्लस गर्दा नि भयो तर पछि सिपिपी लेख्नुपर्छ। त्यसै गरी चाहिँ पिवाई भनेको चाहिँ एक्सटेन्सन भन्छ। इक्जाममा पनि आउन सक्छ, वाट इज द एक्सटेन्सन फाइल नेम भनेर चाहिँ आइदिन सक्छ पाइथनको चाहिँ। हो, त्यसपछि नजिकै डट पिवाई भनेर चाहिँ लगाउने है। डट पिवाई भनेर लगाउने। हाम्रो चाहिँ अब यहाँ चाहिँ कोड गर्नुपर्छ। हामीले भनेको छौँ, मैले भनेको थिएँ कि पाइथन प्रोग्रामिङ चाहिँ एकदम इजी छ होइन। यो गर्मी चाहिँ एकदम लास्ट छ भ्यान भ्यान्चु
गर्मी चाहिँ एकदम लास्ट छ यहाँ यार। पङ्खाको हावा पनि यार कस्तो म चाहिँ पङ्खा पनि यस्तो छ क्या यार, कस्तो पङ्खा हो यो मलाई समझमा आउन लागेन यार। सो मेरो चाहिँ अब चाहिँ हामीले के भनेको थियौँ? पाइथन। पाइथन चाहिँ हामीले हाई लेभल ल्याङ्ग्वेज किन भन्छौँ होइन? इजी टु युज, इजी टु लर्न, ओपन सोर्स भनेर चाहिँ कोही भी आएगा, कोई भी न एरा गहरा न तो खेरा आ जाएगा मतलब वो डाउनलोड गरेगा सिर्फ इस्तेमाल ही करेगा मतलब ओपन सोर्स है होइन? त्यसपछि अब मल्टिपर्पजले युज भइराखेको हुन्छ होइन? मल्टिपर्पज जेनरल पर्पज जस्तो सामान्य गेमहरू बनाउनु पर्यो भनेपछि हामी अ, यसलाई च्यानललाई सपोर्ट गर्दै जानुहोस् होइन? उसलाई सपोर्ट गर्दै जानुहोस्, फेसबुक पेजलाई सपोर्ट गर्दै जानुहोस् भनेपछि पछि चाहिँ हामी त्यसपछि यसमा गएर चाहिँ हामी प्यारेन्थेसिस लगाउँछौँ एन्ड देन यसपछि हामी डबल इन्भर्टेड कमाहरू चाहिँ हेलो जे पनि लेख्न सकिन्छ बट अब फर्स्टमा चाहिँ हाम्रो सबै प्रोग्रामरहरूले चाहिँ वर्ल्ड नै लेख्छन्, हामी पनि वर्ल्ड नै लेख्छौँ, हामी यसको सट्टामा जे पनि लेख्न सक्छौँ, केही पनि फरक पर्दैन। सो अब यसलाई चाहिँ रन गर्नु पर्यो भनेपछि यहाँ चाहिँ चौखटवाला बटन देखाएको छ, यसमा गएर चाहिँ हामी यसरी बनाउन पनि सक्छौँ होइन? यसरी क्लिक गर्दाखेरि हाम्रो यो वर्ल्ड हेलो वर्ल्ड भनेर पनि आउन सक्छ। हामी टर्मिनलमा जान्छौँ, टर्मिनलमा गइसकेपछि के लेख्नुपर्ने हुन्छ भनेपछि टर्मिनलमा गएर चाहिँ जस्तो यसमा चाहिँ म लेख्छु यसमा चाहिँ सिएलएस कुनै कुरा लेख्नु भएको छ जस्तो मैले चाहिँ यहाँनिर चाहिँ के लेखिदिएँ, यसमा चाहिँ केही आयो भनेपछि इरर आयो भनेपछि आफूले हटाउनु पर्यो भनेपछि अब के गर्नुपर्छ भनेपछि सिएलएस भन्छ क्लियर स्क्रिन भन्ने कुरा हो, यसले चाहिँ क्लियर गर्छ। अनि त्यसपछि पिवाइटिएचओएन पाइथन लेख्ने एन्ड देन हाम्रो यो यहाँ फाइलको नाम के छ? त्यो फाइलको नाम चाहिँ म लेखिदिने एफआइआरएसटी फर्स्ट डट पिवाई। What the hell, man? PYTHON यहाँ लेख्न बिलाएको छु। अब के लेख्ने सिएलएस हटाउनुको लागि एन्ड देन कुनै कुरा चाहिँ अब यो मैले चाहिँ पिवाइटिएचओएन लेखिसकेँ, अगाडि नै लेखिसकेँ। मलाई चाहिँ ल्याउनु छ भनेपछि अप र डाउन एरो छ, यसलाई चाहिँ कुनै कुरा प्रिभियसको कुराहरू ल्याउनु छ भनेपछि हामी अप एरोको कुरा गर्छौँ अनि रिसेन्टको कुरा छ भनेपछि डाउन एरो क्लिक गर्छौँ होइन? पाइथन एन्ड देन त्यसपछि इन्टर गरेँ हेलो वर्ल्ड भनेर चाहिँ हाम्रो आइसक्यो। सो अब तपाईँले चाहिँ योभन्दा पछि हामी चाहिँ भेरिएबलको बारेमा चाहिँ पढ्नेछौँ। आज चाहिँ यति नै होइन? आजको हामीले चाहिँ के सिक्यौँ? सो यो भिडियो चाहिँ अलिकति पनि तपाईँलाई इन्फर्मेटिभ लाग्यो भनेपछि तपाईँ सेयर गर्न सक्नुहुन्छ आफ्नो साथीलाई होइन? च्यानललाई सब्सक्राइब गर्नुहोला ताकि मैले भिडियो अपलोड गर्ने बित्तिकै तपाईँको फिल्डमा चाहिँ आओस् होइन? नोटिफिकेसन टङ बजोस्। सो लेट्स ल थ्याङ्क यू गाइज, थ्याङ्क्स फर वाचिङ होइन?